यहाँहरु सबैलाई नमस्कार। भर्खरै यसै परीक्षाको नतिजा आइसकेपछि यो परीक्षाको नतिजालाई लिएर धेरै टीका टिप्पणीहरू भए, धेरै कुराहरू आए र मलाई पनि यो नतिजाको विषयलाई लिएर एउटा कविता कोर्न मन लाग्यो। मेरो कविताको शीर्षक छ हो उनीहरू असफल भए। सफल र असफलको मापनमा, उम्दा र कमजोरको तुलोमा हो उनीहरू असफल भए, उनीहरू कमजोर ठहरिए। सफल र असफलको मापनमा, उम्दा र कमजोरको तुलोमा हो उनीहरू असफल भए, उनीहरू कमजोर ठहरिए। परीक्षा उनीहरूलाई उनीहरूको प्रश्न सोध्दैन, परीक्षा उनीहरूको व्यथा र सङ्घर्ष जाँच्दैन। सहरलाई जे प्रश्न सोध्छ ऊ दूरदराजलाई पनि त्यही सोध्छ। परीक्षा सहरलाई जे प्रश्न सोध्छ दूरदराजलाई पनि त्यही सोध्छ। परीक्षा दुर्गम गाउँमा पर्याप्त शिक्षकले पढाए जसरी प्रश्न सोध्छ। परीक्षा हरेक भोको पेट र अभावहरू भरिए जसरी प्रश्न सोध्छ। परीक्षा हरेक भोको पेट र अभावहरू भरिए जसरी प्रश्न सोध्छ। परीक्षा हरेक विद्यार्थी शैक्षिक सामग्रीले पूर्ण भए जसरी प्रश्न गर्छ। ऊ विद्यार्थीको जीवन भोगाई सोध्दै सोध्दैन, शिक्षकको अभावमा तिमी कसरी पढ्छौ भनेर बुझ्दैन। ट्विन तरेर स्कुल आउनेहरूलाई ट्विनमा कुन विज्ञान छ भनेर सोध्दैन। घरायसी जिम्मेवारीले काँध भारी भएकालाई डोको र नाम्लो खेत खलियानका प्रश्नहरू सोध्दैन। डोको र नाम्लो खेत खलियानका प्रश्नहरू सोध्दैन। परीक्षा झोला बोकेर दलका पछि लाग्ने शिक्षकहरूले स्कुलमा कसरी पढाउँछन् भनेर सोध्दैन। परीक्षा त मात्र त्यही प्रश्न सोध्छ जुन ऊ सहरलाई सोध्छ, जुन ऊ महँगा स्कुललाई सोध्छ। परीक्षा पहलमान र लुते मान्छेलाई कुस्ती खेलाउँछ। परीक्षा पहलमान र लुते मान्छेलाई कुस्ती खेलाउँछ अनि जबरजस्ती पहलमान विजयी भएको घोषणा गर्छ अनि ऊ जबरजस्ती पहलमान विजयी भएको नतिजा प्रकाशन गर्छ। धन्यवाद, नमस्कार।